जनताको प्रश्न जनलहर थियो त्यो जनलहरलाई राजाले तत्कालीन राजाले आत्मसात गरेर आफ्नो गद्दी छोडेर जनताको नासो भनेर सिर्फेस राजदण्ड बुझाएर राजाको बहिर्गमन भएको हो। टिकट काट्ने नेपालीलाई 10 रुपैयाँ टिकट काट्ने हामी यसरी कवि कलाकारहरूले आगो उकेल्दैछौँ तर पनि नेपाली जनता तिनै पार्टीका झोलेहरू भएर बसेका छन्। त्यसै कारणले म के भन्छु भने सडी गली गनाएका भ्रष्ट नेताहरू सबै सुध्रिएनन् सचिएनन् लोभी पापीहरू कबै। त्यसै कारण यो देशमा दुर्गा पर्साई भए खडा लुटाएर फटाको पापको भरियो गडा लुटाएर फटाका पापको भरियो गडा। त्यस हुनाले हामी के भन्छौँ अझै भने आज यस राष्ट्रवादी आन्दोलन धर्मको आन्दोलन र विरुद्ध अधर्म र राष्ट्रघातीको आन्दोलन हुँदैछ यो काठमाडौँमा। तपाईहरू यहाँ जति पनि यहाँ तिनकुनेमा खडा हुनुहुन्छ यो तपाईँ हामी राष्ट्रवादी साथी हौँ धर्म मान्ने साथी हौँ र तपाईँ हामी आज हाम्रो आवाज यो देशैभरि गुन्जिनेछ र तपाईँ हामी यो देशमा हुन्छ भन्ने छैन तर यो भ्रष्टाचारको पैसा लखेट्ने होइन यिनलाई केन्द्रमा ल्याउने अनि यो चिडियाखान हुने ठाउँको नाम चौलाखेलको चिडियाखान सर्ने बेला त्यसमा राखेर विदेशीलाई 1000 रुपैयाँ टिकट काट्ने नेपालीलाई 10 रुपैयाँ टिकट काट्ने म्युजियम बनाउने पैसा त्यहीँ यिनले भ्रष्टाचार गरेको जसरी पोल्टे फर्किन्छ त्यसरी एकपछि अर्को पोल्टे फर्किने क्रममा यहाँसम्म आएको छ। तर यी नेताहरूबाट जहिले आश्वासन खोक्रा आश्वासन झुटा आश्वासन जहिले ललिपप देखाएर नेपाली जनतालाई ठग्ने युवाहरूलाई विदेश पलायनमा बाध्य गर्ने र आफ्नो परिवार लिएर यहाँ हालिमुहाली गर्ने मोज मस्ती गर्ने वातावरणको अन्त्य गर्नु र देशलाई एक क्षेत्र एउटा सबैले मान्ने सबैको साझा अभिभावक चाहिएकोले अहिले यो मास उर्लिएर आएको छ। यो मासको अभियान आजबाट सुरु भएको हो। भोलि एक दिन बिदाको कारणले ब्रेक हुन सक्छ। पर्सिबाट यो आन्दोलनले आफ्नो गन्तव्य नचुमुन्जेल यो आन्दोलन रोकिनेवाला छैन। गणतन्त्र पार्टीहरूका 8-9 ठाउँमा जुन आन्दोलन एकाएक भइरहेको छ यो काठमाडौँ क्षेत्रमै पुरै तरिकाले चाहिँ उनीहरूको र्याली मचिरहेको बेला तिनकुनेबाट एउटा राजावादीको एउटा सानो मोर्चा जाँदाखेरि चाहिँ त्यहाँ के होला अहिले जुन टक्राउँदाखेरि चाहिँ के अवस्था होला? यो मोर्चा यसलाई सानो मोर्चा भन्न मिल्दैन। यो पूर्व निर्धारित कार्यक्रम हो। यो भनेको राज्य सत्ता सम्हालेका मान्छेहरूबाट वितृष्णित मान्छेहरू उहाँहरूबाट वक्कतिका भएका मान्छेहरूले आफ्नो एउटा रोष प्रकट गर्ने ठाउँ हो। यो तय भइसकेको कार्यक्रमलाई काउन्टर दिन राज्य सत्तामै बसेको शक्ति सबै आफ्नो हातमा लिएको मान्छेले हठात आज फेरि अर्को आन्दोलनको घोषणा उसै दिन उसै समयमा गर्नुपर्ने अवस्था कसरी आयो? यसैबाट सिधा नेपालीले पनि भन्न सक्दछ यो एउटा हताश मनस्थिति हो, डराएको मनस्थिति हो। यो राष्ट्रवादी शक्तिहरूको एउटा चाहिँ आकलन गर्न नसकेर उनीहरूले हताश मनस्थितिमा लिएको निर्णय हो। यो भनेपछि राजा आउने बित्तिकै काया पलट्ने हुन्छ भन्नेमा हुनुहुन्छ तपाईँ? राजा आयो भने एउटा अभिभावक हुन्छ देशको। अभिभावक सच्चा भयो भने घरमा बसेका छोराले छोराको कर्म, बुहारीले बुहारीको कर्म, नातिले नातिको कर्म गर्छ। कर्म अनुसारको फल उनीहरूले पाउँछ। अभिभावक चाहिँ स्वस्थ हुनु पर्यो, स्वच्छ हुनु पर्यो। त्यो बेलाको मास त्यही थियो। त्यो बेलाको मासको एउटा जनताको चाहना त्यही थियो। जनता सबैले चाह्यो भने म मात्रै एउटा किन छुच्चो हुनु, किन अर्गेलो हुनु, म मात्रै किन जनताको नजरमा गिर्नु भनेर यिनै राजा हुन् सदा सहायतापूर्ण,
आफ्नो गद्दी, आफ्नो सिंहासन, आफ्नो दरबार त्यागेर नेपाली जनताले यो चाहन्छ भने म बाहिर बस्न तयार छु भनेर बसेको राजा आज स्वार्थी हुन्थ्यो, लोभी हुन्थ्यो, बदमास थियो हिजोको दिनमा भने देश छोडेर भाग्नु पर्थ्यो अथवा उसलाई सजाय हुनुपर्छ। आज जुन त्यति बेलाको त्यो मासले त्यही मागेको थियो तपाईँले भन्नुभयो, आज पनि आजको मासले राजतन्त्र मागेको घरमै तपाईँ त्यही मासमा होइन आउनु भएको होइन नि? होइन, हामी विवेकशील प्राणी हो, हामी एउटा परिपक्वताको लेभल पार गरेर आएको प्राणी हो। युवाहरूमा त्यस्तो जोस कता देखिन सक्छ, तर हामी जतिको लेभलमा पुगेको मान्छेले आवेगमा आएर, आवेशमा आएर, कसैको लयलयमा आएर हामी होमिने होइनौँ। हामीले आफ्नो विवेक प्रयोग गरेका छौँ, यहाँ आफ्नो विवेक प्रयोग गरेका छौँ। आज भनेपछि एसई पनि भइरहेको थियो होइन, धेरै विद्यार्थीहरूको स्कुल जानलाई गाह्रो पऱ्यो भन्ने छ। तपाईँहरूले आज नगरे भए हुन्थ्यो भन्ने 12 बजे पछाडि यो राज्यको दायित्वको कुरा हो, यो राज्यको दायित्वको कुरा हो। हाम्रो कार्यक्रम 11:30 बजेबाट सुरुवात, अहिलेसम्म सुरु भइगएकै छैन औपचारिक रूपमा। आवागमनको सहजता तपाईँले त्यो रोडै हेरिदिनु भयो नि त पुरै। होइन, त्यो होइन, त्यो हाम्रो बुझाइ फरक छ यहाँनिर। ल हामीले गऱ्यौँ, एसई दिने बालबालिकाहरूप्रति राज्यको एउटा उत्तरदायित्व थियो, उहाँहरूलाई त्यो चिन्ता थियो भने उहाँहरूले चाहिँ किन कार्यक्रम जुदाएर एउटा मुठभेडको स्थिति ल्याउन खोज्दै हुनुहुन्छ आज यहाँ? यो कुरा त बुझ्छ नि नेपाली जनताले। तर हामी मुठभेड गर्ने पक्षमा छैन, हामी शान्तिकामी नेपाली हौँ, शान्तिप्रिय नेपाली हौँ। शान्तिपूर्वक हाम्रो प्रदर्शन हुन्छ, जनप्रदर्शन हुन्छ, जनताको जनमत गराउन सक्ने राज्यको हुती छैन। जनमत नगराउँदा यो एउटा खुल्ला जनमत हो। यति जनता राष्ट्रभक्तको पक्षमा उभिएको छ भन्ने कुरा विश्वले हेरोस् भन्ने एउटा आशय लुकेको छ। गणतन्त्रवादीहरूले यासीलाई मध्यनजर गरेर हिजो उनीहरूले विज्ञप्ति निकाले कि त्यहाँनिर भने तिनीहरूले 10 बजे गर्ने र्यालीलाई चाहिँ उहाँले 12 बजे सार्नुभयो गणतन्त्रवादीहरूले। तर राजाले त्यो गरेन। त्यसमा चाहिँ देखियो कि त्यो एसीका मान्छे विद्यार्थीहरूलाई जति पनि एसीका भाइ बहिनीहरू थिए उनीहरूलाई त जुन किसिमको बाधा आयो नि त्यसको जिम्मेवार त राजावादी भयो। यसबाट बाधा आएको छैन साथी, आएको छ। यसबाट बाधा आएको हामीले चाहिँ महसुस गरेका छैनौँ। हाम्रै घरबाट पनि एसी तपाईँ र्यालीमा हुनुहुन्छ कसरी महसुस गर्नुहुन्छ? तपाईँ हाम्रा विद्यार्थी गएका छन्, जाँच दिएर फर्किसकेका छन् घरमा, काहीँ बाटोमा थुनछेक भएको छैन भने आफू जस्तै अरू होलान् भन्ने मेरो चाहिँ बुझाइ छ होइन। अब आरोप लगाउनका लागि जे आरोप लगाइदिए पनि तपाईँले आफू जस्तै अरू भन्नुभयो नि हो, त्यही आफू जस्तै अरू गणतन्त्रवादीले पनि आफू जस्तै अरू ठानेर पनि त्यही हेर्दा होला नि। तपाईँले आफू जस्तै अरू ठान्नुहुन्छ कि होइन? यसो हो, गणतन्त्रवादीहरूको हेराइ र गराइ फरक छ, हाम्रो हेराइ र गराइ तपाईँको हेराइमा के फरक छ? हाम्रो हेराइमा हेर्नु सबै 4 जात छत्तीसगढको फुलबारी जसरी उनीहरूको झन् धर्मनिरपेक्षता छ। धर्मनिरपेक्षताले के थियो? हाम्रो एउटा गर्वको साथ कहीँ हम हिन्दू हो भन्छ। या हिन्दू राष्ट्र हुँदाहुँदै हिजो बौद्धिस्टहरूलाई त्यतिकै सम्मान थियो, मुस्लिमहरूको प्रति त्यतिकै सदाशयता थियो। अरू इसाई धर्मावलम्बीहरू जो आफू खुसी थिए 2-4% मान्छेहरू, उनीहरूलाई कसैले रोकथोक गरेका थिएन। अहिले बल प्रयोग गरेर धर्म परिवर्तन गर्न लगाइँदैछ। हिन्दू धर्म जो सनातनी वैदिक सबैभन्दा पुरानो हजारौँ वर्ष इतिहास, यसको इतिहासको सुरुवात नै कहाँ हो भन्ने कुरा थाहा छैन मान्छेलाई। ती धर्मबाट अनुसारित भएर अनुकृत भएर अरू धर्महरू प्रचारमा आएका धर्महरू स्थापित भइसके। अब क्रिस्चियन धर्म जबरजस्ती लागेर हिन्दू धर्मलाई समाप्त गर्न खोजिँदैछ। त्यो पनि आज गणतन्त्रवादीहरूका 8वटा र्याली काठमाडौँमा निस्किँदाखेरि राजाबहादुरको एउटा र्याली निस्किँदैछ। अहिले गएर यहाँनिर बिलाउने त होइन नि, एउटै काफी 8वटा र्यालीमा बिलाउने होइन नि, बिलाउँदैन, बिलाउने होइन। हेर्नुहोस् कति कहाँसम्म जान्छ तपाईँको र्याली? हामी हिजोको जस्तो कार्यकारी प्रमुख राजा होइन, अभिभावकीय राजा चाहन्छौँ। अहिले हेर्नुहोस् 36 सालदेखिको इतिहास अहिले संक्षेपमा मैले बताएँ। कतिपय साथीहरू जन्मिनु भएकै थिएन, उहाँ भाइहरू पछिको उत्पादन हो यो देशको नागरिक भने। यस्तो भाइहरूले हिजोको दिनमा कस्तो थियो त? किन यो मान्छेहरू तिक्तता बोध भएर यो गणतन्त्र हाम फालो भन्ने एउटा क्युरियोसिटी उहाँहरूमा छ। त संसार एउटा परिवर्तनशील भएको मान्यताको आधारमा हामी पनि परिवर्तन हुनुपर्छ भन्ने त्यो बेलाको जनलहर थियो। त्यो जनलहरलाई राजाले, तत्कालीन राजाले आत्मसात गरेर आफ्नो गद्दी छोडेर जनताको नासो भनेर सिर्फेस राजदण्ड बुझाएर राजाको बहिर्गमन भएको हो। अब त्यो रूपको राजा होइन, अभिभावकीय राजा। मानौँ अङ्ग्रेजीमा सेरेमोनियल भन्छ अथवा मानार्थ भन्छ, के भन्छ त्यो कुरातिर म नजाउँ, धेरै व्याख्या गर्दा कुरो चिप्लिन पनि सक्छ। अभिभावक, देशको अभिभावकको रूपमा राजा रहनुपर्छ र प्रधानमन्त्री भनेको 2-4 जना मान्छेले बन्द कोठामा चुन्ने होइन। हजुरलाई कुन मन परेछ, उहाँलाई कुन मन पर्छ, उहाँलाई खुल्ला कार्यकारी प्रमुखको निर्वाचनको पद्धति अवलम्बन हुनुपर्छ अबको दिन पछाडि भन्ने हाम्रो बुझाइ हो। आफ्नो परिचय दिनु। म पुरुषोत्तम आचार्य, घर मेरो खासमा सुनसरी हो। अहिले म भक्तपुरमै स्थायी बसोबास गरेर बस्छु। यहाँ ऊ भएर आइसकेको नेपालमा।
जनताको प्रश्न मैले कमेन्टमा भन्दैछन् धन्यवाद होइन हामी पैसा आएको होइन